लक्ष्मी प्रसाद देवकोटाले आफ्नै बच्चाहरूलाई पनि मारिदिने थिए भनेका थिए। जिन्दगीको अन्तिम घडीमा अस्पतालको बेडमा छटपटाइरहेका बेला आफ्ना एकजना साथीलाई लेखेको यो अत्यन्तै गोप्य र डरलाग्दो चिठीको रहस्य आजसम्म कसैले सुल्झाउन सकेको छैन। मृत्यु मेरो अगाडि छ, म आफूलाई शान्ति दिन सक्दिनँ। म उठ्न सक्ने भए म आफूलाई र मेरा बच्चाहरूलाई पनि मारिदिने थिएँ। सारा देशले महाकवि भनेर पुजेका उद्देश्य के लिनु, उडी छुनु, चन्द्र एक जस्ता दर्शन सिकाउने मान्छेले मर्नु अघि आफ्नै सन्तानलाई समेत मारिदिने कुरा किन गरे? के देवकोटा साँच्चीकै मानसिक सन्तुलन गुमाएका पागल थिए जसलाई राणाहरूले राँचीको पागलखानामा समेत पुर्याएका थिए? कि उनी यो अन्धविश्वासी समाजभन्दा 100 वर्ष अगाडिको चेतना बोकेका एक अद्भुत मानव थिए जसलाई बुझ्न नसकेर दुनियाँले पागलको ट्याग भिडाइदियो? उनको जिन्दगीको अर्को एउटा यस्तो किस्सा छ जसले अझै ठुलो भ्रम पैदा गर्छ। मानिसहरू सोध्छन् कि देवकोटा सधैँ चरम गरिबी र आर्थिक सङ्कटमा बाँचे, तर राणाकालको त्यो कठोर समयमा जब सर्वसाधारण जनतालाई पेटभरि खाना र राम्रो कपडा लगाउने धौधौ थियो, देवकोटा काठमाडौँको सडकमा बेलायत र कश्मीरको महँगो ओभरकोट लगाएर विदेशी ब्रान्डेड ब्रिटिस साइकल चढेर शानले कुद्थे। आम जनताले साइकल छुन समेत नपाउने त्यो समयमा उनले यो विलासिता कहाँबाट पाए? वास्तवमा देवकोटा गरिब थिएनन्, उनी दानी थिए। उनका बुबा तिलमाधव देवकोटा राणा दरबारमा काम गर्थे र राणाहरूले खुसी भएर उनलाई कोशी टप्पुमा 60 बिघा जग्गा बक्सिस दिएका थिए। अंशबण्ड हुँदा देवकोटाको भागमा मात्रै 4 बिघा जग्गा परेको थियो भने छ। त्रिचन्द्र क्याम्पसमा प्रोफेसर र नेपाली भाषा प्रकाशनी समितिमा जागिरे रहेका देवकोटाले पाटन युनिभर्सिटीबाट BA र कानुनको पढाइ सिद्ध्याएर फर्केपछि बाबर शमशेरका सन्तानलाई अङ्ग्रेजी पढाउन बाबर महल जान्थे। त्यो बेला एउटा ठुलो सरकारी हाकिमको वार्षिक तलब जम्मा 300 रुपियाँ हुँदा देवकोटाको मासिक कमाइ नै 300 भन्दा बढी हुन्थ्यो। तर उनको एउटा रहस्यमय बानी थियो, खर्च गर्दा कहिले हिसाब नगर्ने। बाटोमा कोही गरिब वा असहाय देखियो भने आफ्नो खल्तीको सबै तलब मात्रै होइन, आफूले लगाएको महँगो कश्मीरी कोट समेत फुकालेर दिन्थे। पैसा कमाउन खप्पिस तर बचाउन नसक्ने यही सन्की स्वभावका कारण उनी बारम्बार ऋणको पासोमा परे। उनको दिमाग कति तीव्र थियो भने 1966 सालको लक्ष्मी पूजाको दिन दिल्ली बजारमा जन्मिएका देवकोटाले बुबाले कागजमा लेखेका संस्कृतका जटिल श्लोकहरू मात्रै एकचोटि हेरेकै भरमा दुरुस्तै भनिदिन्थे। उनको यो अद्भुत स्मरण शक्ति देखेर बुबाले उनलाई सरस्वतीको अवतार मानेका थिए। तर मात्र 10 वर्षको उमेरमा उनले घनघोर दुःख सागर जस्तो गम्भीर कविता लेख्दा साथीहरूले उनीमाथि शङ्का गर्दै भनेका थिए, यो कविता तिमी आफैले लेखेको हुनै सक्दैन, कतैबाट सारेर ल्याएको हो। देवकोटाको जीवनमा 35 वर्षको उमेर एउटा यस्तो भयानक मोड बनेर आयो जसले उनको हाँसखेल गरिरहेको जिन्दगीलाई सधैँका लागि अँध्यारो सुरुङमा हालिदियो। मात्र 1 वर्षको छोटो अवधिमा उनले आफ्नो मुटुको टुक्रा जस्तै जोडिएकी आमालाई गुमाए। त्यो शोक निको हुन नपाउँदै उनका बुबाको पनि मृत्यु भयो। प्रकृति यतिमा मात्रै रोकिएन, बुबा बितेको वर्ष दिन नपुग्दै उनको काखमा रहेकी जम्मा 2 महिनाकी